कहाँ भेटेको रहेछ नि ठ्याक्कै? दुर्खेलको जङ्गलको नजिक बिजुलीको पोलमा बाँधिरा कति अन्याय गरे मान्छेहरू राति लिएर आएर है भाषण भेटाएको जस्तो समाज बुझाउँछ। यति मानवता सिद्धियो, मानवता भने हराउँदै गइसक्यो। दुर्खेल जङ्गलमा के अपराध गराएको छ, यति अन्याय हो, मानवता हराउँदै गएको छ। यसरी सडकमा गाई बाछा नछोडिदिनुहोस् भन्न चाहन्छौँ। पृथ्वी सबैको साझा हो, सबैले बाँच्न पाउनुपर्छ। आज मानवतामा यति कठोरपन आउन थाल्यो। एउटा राति हुँदो आएर सडकमा लिएर आएर जङ्गलमा लिएर आएर गाई बाछा बाँधिएर र यस्तो समस्या अहिले राति हामी फर्किँदै काभ्रेबाट फर्किँदै गर्दाखेरि जङ्गलमा बाँधेको बाछा उद्धार गरेर लिएर आएछौँ। सबैजनालाई हामी के अनुरोध गर्छौँ भनेदेखि कमसेकम उच्च कोटिको प्राणी मानव हो, एउटा मानवता देखाइदिनुहोस्। सबैजना मिलेर सबै प्राणीहरूलाई जोगाउँ भन्न चाहन्छु। रातको अहिले लगभग 12 बज्न लागिसक्यो। यस्तो अन्धकार सुनसानमा चाहिँ बाछालाई आमाबाट छुटाएर लिएर गएर जङ्गलमा ल्याएर बाँधिदिनु भने त्यो मार्ने नियत हो। जसले छुट्नु भएको छ तपाईँको परिवारलाई पनि एउटा दाग लाउनु भयो, पापको भारी बोकाउनु भयो, आफू पनि यही जुनीमा भोग्नुहुन्छ। अब आइन्दा कसैले पनि गाई पालकहरूलाई सदस्य बन्नुहोस्, अभियानमा जोडिनुहोस्, कमसेकम 20 रुपियाँ नुनको पैसा तिर्नुहोस् दिनको र पापबाट मुक्त हुनुहोस् भनेर हामी बारम्बार अनुरोध गरेका छौँ। कहिले पनि उच्च कोटिको प्राणी भएर मानव जन्मेको छ। मानवले सब कुरा बिर्सेर अन्याय गरेको छ, तर अन्याय गर्नेमा थोरै हुनुहुन्छ, धेरै होइन। गाई पालकहरूमा कति त राम्रो मान्छे नै हुनुहुन्छ। अब आइन्दा गाई पालकलाई अनुरोध, सबैजनालाई एउटा मानवता देखाइदिनुहोस्, यसरी गाई बाछा नखोल्नुहोस् भन्न चाहन्छु। डक्टर देखाएर औषधि उपचार गरेर मात्रै यसलाई मिसाउनुपर्छ। हुलमा औषधि उपचार गरेर मात्रै हुलमा हाल्ने नि त? औषधि उपचार गरेर यसलाई चाहिँ 1 हप्ता बाहिर बेग्लै राखेर बल्ल बथाना मिसाउनुपर्छ। र सबैजनालाई यही अनुरोध गर्दछु, कमसेकम मठ मन्दिर गाई बाछा बचाउँ तथा समाज विकास अभियानमा आएर सदस्य बनिदिनुहोस्, हातेमालो गरौँ। हजुर हामी मिलेर सबै प्राणीलाई बचाउँ भन्न चाहन्छौँ। अस्ति मात्रै 2 गते हाम्रो आगो लगाएर छेदविच्छेद भएको छ। सबैजना आएर सदस्य बनेर सहयोग गरिदिनुहोस् भन्न चाहन्छु। र सबै प्राणीको कल्याणको लागि हामीलाई पठाएको मानवलाई हामी सबै मिलेर सबै प्राणीलाई दया माया गरौँ भन्न चाहन्छु। हस्, जय गौ माता, जय